जना आर्दै थियो एएमजी भाइको हैन एएमजी इबीके हैन म उसको ओन्ली फ्यान हैन म उसको ओन्ली फ्यान यो हैन यो त ट्रेलरमै हेरेको नि त म छु नि हैन एकछिन तर हेर है यो गाह्रो होइन उसले ट्रेलर हाल्दा मलाई त्यो टिजर हाल्दा मलाई चाहिँ फिल भएको मलाई थाहा थियो कि होइन उसले अहिले जे गाना हाले पनि यो सेकेन्डको गाना होइन यो जहिले बाहिर जस्तो चाहिँ मलाई त्यो लेभलको त्यो हुन्छ नि त्यो आउँछ जस्तो चाहिँ लागेको छैन तर प्लिज प्रुभ मी रङ भाइ प्लिज प्रुभ मी रङ है मलाई रङ प्रुभ गर त्यो भन्दा अझै माथिको नेक्स्ट टाइम आउँदा अझै माथिको ल एनजिबी के भनेको हाम्रो एकछिन नाति हो कि न्यारी हो म अस्ति पनि भने नाति नै हो नि होइन लाइक हजुरआमा नाति भने जस्तो नाति नै हो कि न्यारी हो न्यारीको त त्यो एनएटीआई हुँदैन जस्तो लाग्छ sent a super chat $2.99 Now watch the legend and boo taste bombshell Roddy के हो नयाँ गाना के आयो के भन्दैछ सुशान्त अधिकारी अहिलेको त्यो गाना भने होइन अहिलेको गाना मैले भाइबको कुरा गरेको नि भाइ भाइबको कुरा गरेको नि अनि कहाँ नि सबैको अनि त्यो अनि ए लु ए क्लास ऱ्यापर टप टियर ऱ्यापर खतरा भन्दै अनि सबैको अनि जेमा पनि अनि सबैको भाइब बबाले ए दामी दामी त्यस्तो कहाँ हुन्छ त भाइ त्यो त होइन त मैले भनेको अगाडि सुन्दै आउँदा मेबी सङ लामो भएर त्यहाँसम्म आइपुग्दा युटिलिटी घट्दै गएको हुनसक्छ त्यही एउटै बिट बजेको त्यहाँ आएर या त मैले भने मलाई सुन्दाखेरि अगाडिको त्यो जुन अगाडि बगिरहेको थियो अगाडि आइरहेको थियो केटाहरू हो त्यहाँ चाहिँ अझै मजाको चाहिँ अझै दामी अप्पर भाइब चाहिँ मलाई त्यहाँ आइरहेको थियो जस्तो लागेको मेबी मैले नवाजबाट एक्सपेक्टेसन अझै धेरै राख्छु पनि त नि खतरा हो नि त नि म त्यही भएर पनि होला तर त्यसरी केही भनेको होइन त भाइ लाइक ही नोज इट आई नोज इट लाइक ब्रो बेलुका राति माछौँ जहिले बाहिर लानु सबैलाई थाहा छ काम उसको ओन्ली फ्यान्स होइन म उसको ओन्ली म्यान्स पर मलाई डायमन्ड बोय नाम हुनुपर्ने मेरो जर्नी डे के को मुझे ब्यान्ड फर ब्यान्ड कतिजना मारे छ सानो च्याट फर च्याट ल एकछिन है म गाइज मैले थाहा भयो कि यिनीहरूको मलाई ऊ त्यो दामी छ गाइज जुन तिमीहरू त्यो के अरे नेपालमा होइन अब भिडियो सुट गरेर भाइ प्लिज मेरो भिडियो सुट हुँदैछ आइदेऊ न यार भाइ आइदेऊ न भनेर को बोलाउँछ होइन अनि त्यो थाहा छ क्या भाइ तिमीहरूको कस्तो ऱ्यापरहरू पनि होइन त्यो बोलाउँछ क्या भाइ त्यो त भाइ मेरोमा आइदेऊ ल प्लिज यसो सपोर्टको लागि तर मलाई चाहिँ के लाग्छ भने होइन यिनीहरूको चोकमा यिनीहरूको ठाउँमा गयो भने होइन केटाहरूको हुल त्यत्तिकै बसिरहेको हुन्छ जस्तो लाग्छ क्या त्यहाँ लाइक भाइ एउटा सुट हानिदिनु न भन्दाखेरि केटाहरू अलरेडी छ क्या लाइक बोलाउनै पर्दैन जस्तो लाग्छ मलाई चाहिँ देख्दा त्योदेखि चाहिँ हेरे म एक दुई दिन गेम ओमेगल जान्न एक दुई दिन म गेम ओमेगल जान्न भाइ गेम जान सक्छु उसको ओन्ली फ्यान्स होइन म उसको ओन्ली म्यान्स पर मलाई डायमन्ड बोय नाम हुनुपर्ने मेरो जर्नी डे के को मुझे ब्यान्ड नरिसा है भाइ फेरि अनेस्ट रियाक्सन हुन्छ नि तर जे हो भने हाम्रो प्लान भइसकेको छ हाम्रो पोडकास्ट हाम्रो भाइलाई त्यहाँ लाइभ नेपालमा गर्ने भनेर भाइहरूकै चोकमा पुगिदिन्छु भयो फर ब्यान्ड कतिजना मारे छ सानो च्याट फर च्याट कहिलेकाहीँ लाग्छ म 50 सेट मार्न खोज्छ मलाई मेनी मेन मलाई मार्न खोजिरहेको छ रगत मेरो आँखामा केही नि देखेको छैन मेनी मेन मलाई मार्न खोजिरहेको छ उसको चाहिँ नि सेम त्यो पुरानो ओल्ड भिटेनको त्यो भाइब छ यार उसको चाहिँ यो मेबी अझै पछि ग्रो हुँदै जान्छ होला होइन उसको चाहिँ एक्ज्याक्टली त्यो भाइब छ तर आई डोन्ट मिन नथिङ है नथिङ त्यो इन्सपिरेसन हो उसले राम्ररी गरिरहेछ एज अ म्युजिक उसले दिइरहेछ भने $2.00 त बोलिहाल्छौँ नि हामी सबै जज त गरिहाल्छौँ नि कता त किन यो मिलन रोका छेत्री किन भाइ त यस्तो बोलाएको भाइ यत्तिकै गुल्ला लेखेर के भयो भाइ के भयो के गुल्ला केही एक्सप्लेनेसन दे केही गर के यत्तिकै दाइ आजको स्ट्रिम गुल्ला भयो भन्दा गाना गुल्ला भनिस् भन्यो नि एउटा कुरा के गुल्ला भन्छ भाइ गुल्ला के भयो आफ्नै देखेर तर्सिस कि के भयो कि कहिले देखेकै थिइनस् कि त केटी हो अनि आज केटाले ल्याम लिएर गुल्ला मुखमा हाल्दियो अनि गुल्ला भनेको मेरो हातमा मलाई केही छैन चिया बेबी जहिले बाहिर स्वयम्भू स्ट्रिट नाची बाहिर भन्छु
I'm big दाजुभाइ साथमा जहिले रिस पछि बोराछ मुझे पुलिस त्यसैले बसिरहेको हामी लौकी त्यसले त गानाको एन्डमा गाएको थियो है गानाको एन्डमा गाउँदा त कस्तो झन् दामी सुनेको थियो त्यो र भर्जन साथमा जहिले रिस पछि बोराछ मुझे पुलिस त्यसैले बसिरहेको हामी लौकी जगु बोक्छु बज्यो तेरा बोकी आगो बलिरहेछ मुझे चौकी बाहिर थियो मेरो भाइ बाहिर कटाउँथ्यो नाइट दुईजना तीनवटा पाइप ओरा चिन्ता हडे घरबाट गायब हातार छु जस्तै केराको बोक्रा टाउको चाइनामा जुचे पोखरा बनाउँछु आरबी टी-सर्ट त्यसमा तेरो थोप्रा चिसो मुटु साको भेच्चा हल्लिँदै बाटोमा वरा केटा देख्नु नपरोस् मैले त्यसलाई यता मैले भने भाइले त्यसलाई चेता आइज मजे गएको खेल छ अनि केटाहरू मेरो जेल छ जस्तो भए पनि रेल छ सबले भन्छ मलाई ग्याङ छ भन्छ बाबु चारे सुत न त बे एएमजी आउँछ म मुझे स्वयम्भूको भूत ओट्ने जाँदा निस्किन्छ दुध भन त्यसलाई धेरै नलुक चाहे मलाई बन्चरो खानु पर्यो रुख छोडो ऱ्यापर खान्छ मिट्छ बुक ए यो नाति was cracking नाति नै रहेछ नि त पहिलाबाट भनेको त नाति मलाई नाम रङ भने कि जस्तो लागिरहेको थियो हान्दिन ल्याकिन मेरो भाइ ब्लड बन्नुपर्छ was cracking च्यातिन्छु कान जस्तो न्यापकिन मुझे जुरोटको ठुटो धेरै नफुर्के पर्ला घरमा ठुटो कापस त्यो मुझे खर्तेछ कुनो दुसालाई खोज्न छिर्दैन म दुलो I know you dumb दुश्मनहरू सबै रन दिको बानहरूको आयु कम बन्न सक्छ मुझे मुभी रङ टर्न रेडी बसिरहेछ मुझे गन मन बाटो हिँड्दा मैले डेन्जरस कसैले छोप्ला त मेन्सनास मन बाटो हिँड्दा मैले डेन्जरस कसैले छोप्ला त मेन्सनास मिलाएर हान्छु मुझे छैन रास हान्दिन्छ सारा चन्छ साथै सास Toesको only fans होइन म उसको only mans पन मलाई डायमन्ड बोय नाम हुनुपर्ने मेरो जन यो दामी रहेछ यार दामी रहेछ यो Toesको only fans होइन म उसको only mans पन मलाई डायमन्ड बोय नाम हुनुपर्ने मेरो Johnny Dang là F không ai mà shit man fuck man ui bên trong Johnny Dang वो दामी रहेछ मलाई भर्स भन्दा कोरस दामी लाग्यो होइन म उसको only mans पन मलाई डायमन्ड बोय नाम हुनुपर्ने मेरो जनी ड्याङ केको मुझे ब्यान्ड फोर ब्यान्ड कतिजना माने छ सानो च्याट फोर च्याट कहिले काहीँ लाग्छ म 50 सेट मार्नु खोज्छ मलाई मेनी म्यान मलाई मार्न खोजिरहेछ मेरो आँखामा केही देखेको छैन मेनी मेन मलाई मार्न खोजिरहेछ साथमा मेरो हात मलाई केही भएको छैन ल भाइ यो चाहिँ यति हो कि भाइ यो जे हो त्यही हो क्या यहाँ गर तैँले के बोल्छ त धुलाई खान्छस् भाइ यिनीहरूको त्यो ग्याङ हुड चाहिँ क्या झल्केको यार त्यो लाइफस्टाइल चाहिँ क्या झल्केको क्या तर जहिले बाहिरको जस्तो चाहिँ भाइब छैन है जहिले बाहिरको जस्तो त भाइब छैन जहिले बाहिर त मेरो लागि नम्बर 1 हो भाइ अहिलेसम्म नम्बर 1 हो उसको फर्स्ट गानै त हो यो सेकेन्ड गाना हो अरू पनि धेरै आउँछ भने एक्सपेक्ट गरे अनि हो मेरो भाइलाई चाहिँ सजेसन एकछिन सुन्दै म चाहिँ फर्स्ट गाना त्यो सेकेन्ड गाना यो भाइको होइन मलाई चाहिँ राम्रो लाग्यो मलाई चाहिँ म चाहिँ अर्को चाहिँ मेरो सल्लाह चाहिँ म के भन्छु भाइलाई भने होइन भाइ तिमीहरू दुईजना ओभर जिग्री रहेछौ कि तिमीहरू दुईजना जिग्री भए पनि होइन तिमीहरू कोल्याब चाहिँ गरि नहाल पहिला एएमजी इबीके भाइ तिमी आफूको त्यो पन आफ्नो पुरै ल्याएर झल्काऊ अस्ति जस्तो जहिले बाहिर आउँदाखेरि एक दुईवटा त्यही झल्काऊ देन मुभ अन टु फिचर्स अनि नाति तिमी पनि एक दुईचोटि आफ्नो झल्काऊ अनि देन यु गाइज डु द फिचर्स क्या यसरी तिमीहरूले पहिला किनकि अहिले कस्तो हुन्छ भने लाइक यसरी भनेको होइन कि अहिले यो ग्रुपमा हाइपमा भनेको हाम्रो एएमजी भाइ हो नि त अनि मान्छेले चाहिँ उसलाई खोजेको छ क्या उसले मात्रै चाहिँ के दिन्छ त फेरि भनेर खोजेको छ सो एक दुईवटा अझै देऊ होइन तिमीहरूलाई चाहेर पनि तिमीहरूको कोलाबोरेसन फिचर छ भने एकछिन साइडमा राख ल गाइज यो साइडमा राखौँ पहिला हामी सिङ्गल सोलो प्रोजेक्ट पनि दिउँ यो साइडमा छ अनि यो गएपछि हामी यो दिउँ है
भनेर मन लागे पनि खतरा छ भाइ तर एकछिन साइडमा राखौँ भनेर चाहिँ हो त्यसरी चाहिँ प्लान गर। अनि प्लिज जे देखेँ राम्रो देखेँ, हुड राम्रो झल्केको छ, लाइफस्टाइल झल्केको छ। मलाई सबैभन्दा मन परेको तिमीहरूको भनेकै यही हो, लाइफस्टाइल हुड झल्केको हो। अनि इट्स नट अ ब्याड सङ, तर भर्सहरू चाहिँ अझै टाइट टाइट गरे अझै फ्लो हुन्छ नि, अझै टक्क भयो अझै दामी हुन्थ्यो। तर कोरस राम्रो छ, हुक राम्रो छ। अनि फर्स्ट टाइम नै हो भाइ नेपालमा यसरी यो लाइफस्टाइल हुड देखेको, रमाइलो गरेको जस्तो देखेको। भित्रबाट दुखी होला, गाना सकेर हुँदैन, रुँदै होला, त्यो मतलब कुरा भएन। तर लाइफस्टाइल झल्केको देखेको, केटाहरूको हुल ग्याङ जुन भन्छ नि, मेरो हुड भन्छ। अनि 10 जना 22 जना यार मान्छे नै पुगेन यार, 6 जना राखौँ भने 5 जना मात्रै, ला म त भ्याउँदिनँ यार, काकीको यहाँ पूजामा बोलाइरहेछ हो त्यस्तो टाइपको छ क्या, बुझिनुहोस्। गुड, मलाई यस्तो मान्छेहरू मनपर्छ भाइ, मलाई यस्तो मान्छे मनपर्छ। आई गेट इट, तिमीहरूलाई पनि थाहा होला उनीहरूको जस्तो छैन होइन, उनीहरूको जस्तो त्यो जहिले बाहिर जस्तो नहोला, तर इट्स अ गुड सङ, इट्स अ एकदम गुड सङ हो भाइ। लभ इट, किप गोइङ, वेटिङ फर मोर सोलो प्रोजेक्ट, लभ peace, fuck the police. Anand bhai, bye, loved it, keep going, waiting for more solo project, love, peace, fuck the police. ल एउटा लाइक गयो 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 गयो, गुड गोइङ भाइ। मैले भनेको चाहिँ याद गर भाइ। अनि प्लिज डोन्ट मेक इट अभाइलेबल सस्तो आफूलाई। यति चाहिँ मेरो कुरा के बुझ भने भन्ने बिर्सेको म्याच सिक्ने, यो चाहिँ म सबैलाई सम्झाइदिन्छु। तिमीहरू को छौ राडीहरू, म सबैलाई सम्झाइदिन्छु। सबैभन्दा पहिला चाहिँ म भाइलाई सम्झाउँछु। गाइस म चस्मा किन लगाएको हुन्छ कि यो लाइटहरूले गर्दा अनि स्क्रिन यहाँ गर्दाखेरि आँखामा हान्दो रहेछ क्या, आँखामा हान्दो रहेछ। त्यही भएर न म पहिला लगाउँदैन त, बिचमा चस्मा यही लाइटहरू आउनु थालेदेखिको। भाइ यो चाहिँ सबैभन्दा म यो भाइलाई भन्छु, भाइ प्लिज प्लिज कसैले तिमीलाई पोडकास्टमा बोलायो, आइज, यो त्यो ह्यान त्यान इन्टरभ्यू, कहीँ नजाऊ, कहीँ नजाऊ, प्लिज कहीँ नजाऊ है, कहीँ नजाऊ है। भित्रभित्र लिङ्कअप गर, भित्रभित्र भेट, तर गाना बाहेक मिडियामा अरू आफ्नो थोपडा बोलेको के को नदेखाऊ, नदेखाऊ। अहिले तिमी गाना हाल, गाना बोल्न देऊ। यहाँ राडीको छोराहरू कति मान्छेलाई यस्तै भएको छ, म्याच सिक्ने। एउटा गाना गाउँछ हो, पोडकास्टमा बोलायो नि गइदिइहाल्यो, अर्को गइदिइहाल्यो। आफूलाई कस्तो सस्तो बनाइदिन्छ क्या। अनि त्यो पोडकास्टमा तिमीहरूलाई थाहा छैन क्या, तिमीहरूले 3 घण्टा त्यहाँ कन्टिन्यू बोल्नु पर्ने हुन्छ हो, तिमीहरूको इन्टरेक्सन हुन्छ। अनि तिमीहरूको इन्टरेक्सन एकछिन न भाइ, को यो 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 यसलाई म ब्लक हानिदिन्छु एकछिन एकछिन। यो को यो दाइ ग्लक बोकेर न रियाक्ट प्लिज, यसलाई ब्लक हानिदिउँ भाइ। म यो को हु द्याट बोय 342 यसलाई ब्लक हानिदिउँ म गाइस। भाइ अनाडी होस् त। कस्तो मुजी रहेछ यार, के भन्दै थियो बिर्साइदियो चिक्नले। आफूलाई सस्तो नपाएर क्या, अनि मान्छे जान्छ पोडकास्टमा, अनि 2-3 घण्टाको इन्टरेक्सन हुन्छ हो। अब हामी त्यो ऱ्यापरको गाना सुनेको छौँ, हामी त्यो मान्छेको जोसुकै होस्, त्यो पोडकास्टर भन्नाले ब्लगर होस्, जोसुकै होस् होइन, हामी त्यो मान्छेलाई चिनेको छौँ, हामीले उसले जे देखायो हामीले त्यो देखेको छौँ। तर अब पोडकास्ट इन्टरभ्यूमा जाँदा चाहिँ तिमीहरूले जे चाहिँ देखाउँदिनौ म मान्छेलाई भनेको हुन्छ, त्यो चिज चाहिँ हामी देख्छौँ क्या। अब भाइ अब त मान्छे को हो, त कसरी बोल्दैछ चिक्ने, तेरो हिँडाइ कस्तो छ, तेरो लगाइ कस्तो छ, तेरो त्यो 1 मिनटको एक्टिङ मात्रै पो थियो त्यो भिडियोमा, तेरो त्यो यस्तो यस्तो हल्लेको गरेको यस्तो यस्तो एक्टिङ मात्रै थियो भनेपछि रियल लाइफमा त पाखै पारेको साइकल कुदाउने स्टाइलले पो हिँड्दो रहेछ यस्तो यसरी होइन। गानामा चाहिँ यो दिँदो रहेछ होइन, यस्तो यस्तो दिँदो रहेछ सिक्ने होइन। अनि लास्टमा चाहिँ हिँडाइ चाहिँ अनि साइकल कुदाइ, यस्तो सबै अफ हुन्छ। प्लिज प्लिज नजाऊ लोकी क्या, लोकी। तिमीहरूलाई आफ्नो इज्जत राख्नु छ, तिमीहरूलाई फेमस हुनु छ, तिमीहरूलाई तिमीहरूको काममा इन्ट्रेस्ट देखाओस् भन्ने मान्छेलाई लागेको छ, लोकी
राणीहरूलाई चाहिँ के लाग्दो रहेछ भने एउटा इन्टरभ्यू बोलेर भाइ इन्टरभ्यू गरौँ होइन मेरो सोचबिच दाइ ओ नि हो हामी पनि 90sदेखि फलो गरेको नि दाइ ओ नि टुपाक बिगी हो नि दाइ दाइ ओ नि हो म पनि पहिलेदेखि हो नि दाइ यहाँ बुद्धको साथीदेखि हेरेको मैले हो नि दाइ ओ नि हो पुरै त्यही क्या सेम फकिङ गफ नजा भाइ कोही नजा तिमीहरूलाई मेरो म नेपाल गयो भने 2026 एन्ड ल हो नेपाल आयो रे कसले थोपडा हेर्न पाउँदैनस् भाइ स्टिल लोकी यत्रो आएर म्याच चिक्ने गर्दा मैले अझै पनि दिमागमा थाहा छ क्या मेरो टाइम भएको छैन आएको छैन तर यिनीहरूलाई कोहीलाई यसो एउटा गाना चल्दिनु मात्रै पर्छ एक दुईजना मान्छे त्यसरी हराएको छ भाइ एक दुईजना मान्छे यहाँ त्यसरी हराएको छ धेर सस्तो बनाएर त्यही भएर प्लिज भाइ गर आफ्नोमा केटा माया देखाइदियो हामी राम्रो गर्नेलाई लङ भिजन भएको मान्छेलाई माया देखाउँछ नि यसरी नेपालमा हुड झल्काउने हिपहपमा यसरी यो लाइफस्टाइल देखाउने यसरी सबैजना रमाएर प्यासन जस्तो झल्केको सबै मान्छेहरू भिडियोमा जसको थोपडा देखिन्छ सबैजना खुसी एनर्जी लिएर आएको त्यस्तो भिडियोहरू कम्ती छ गाइज हो मैले भने एक्सपेक्टेसन तिमीहरूको जहिले बाहिर सुनेर अझै माथि थियो मेरो पनि माथि थियो क्या भाइ तर द्याट डोन्ट मिन कि यो गाना बिल्लाउ के यो गाना दामी छ तर यति हो जहिले बाहिरको जुन थियो मेरो लागि चाहिँ त्यो नम्बर 1 हो क्या भाइ अरू गाना त्यो नेपालीहरू पनि कम्ती नै आएको छ क्या त्यहाँ त्यो लेभलमा मेरो पर्सनल हिसाबले भन्नुपर्दा चाहिँ बुझिनस् अरे अझै गर्दै गर लोकी बस कङ्ग्रेचुलेसन बेस्ट अफ लक तिम्रो सेकेन्ड गाना हो सो स्टिल लेट्स चाहिँ यो गानामा कसैले आएर तिमीलाई होइन भाइ भएन यो गाना यो गाना होइन भाइ लेट्स चाहिँ यो गाना भ्युज आएन अरे फेरि पछि अब नराम्रो कमेन्टहरू एड भयो अरे केही चिन्ता गर्नु पर्दैन पेसेन्स राख्नुपर्छ पेसेन्स चाहिँ चाहियो क्या भाइ तिमीहरूको चाहिँ के छ भने एउटा गाना झार फेमस भइहाल्नुपर्ने